आज चाहिँ अब हामी लङ सफरमा हिँडेको छौँ। अब कुन ठाउँमा गएको अहिले चाहिँ सस्पेन्डमै राखौँला। अगाडिको भ्यू पनि देखाइदिइहाल्नु अलिकति। अब चाहिँ हामी हाइवे छोडेर यता राइटपट्टि लाग्यौँ। यहाँ हाम्रो त अलिकति चाहिँ प्रब्लम चाहिँ के भयो भन्दा ब्लुटुथ कनेक्ट भएन नि, कनेक्टिभिटीको प्रब्लम भयो। अलिक गाना रोमान्टिक सुन्नु पर्यो भन्नुभयो नि। सकेको मिनी ब्लग सक्यो गर्नु नि। अल्छी लाग्छ यसरी बसिरहँदाखेरि मिनी ब्लग बनाउनु। म त आइपुगेको छैन भनेको त। ब्लगमा सोधौँ भनेको त उसैमा जाँदा रहेछ। रोको रोको भन्दै चाहिँ हिँडेको गयो त हाम्रो टिमहरू त। लु हुन्छ अगाडि अगाडि देऊ न, मेरो स्पेस छैन। हुन्छ हुन्छ गरिहाल्छु नि आफू। ठिकै हो त, माथि रोक्नु दिँदैन नि त। आज चाहिँ हाम्रो फ्यामिली ट्रिप हो, एकदम मजा आइरहेको छ। मजा आइरहेछ। कति वर्षमा के भइरहेको छ त्यसो दुईटा गाडी छ र हाम्रो टिमहरू चाहिँ यहाँ पैसा भाइ यस्तो सबै त यो देखाउने, सबै नै देखाउने मजा ल। यस्तो छ अहिलेको भाइरल ट्रेन्डिङमा चलेको लुक चाहिँ यही हो। यहाँ तपाईँहरूले हेर्नुहोस् नजारा। यो चाहिँ जिल्ला सिल्ला पनि भनिदिनुपर्छ होला हौ। यो चाहिँ कालिम्पोङ जिल्लामा पर्ने, यो चाहिँ बाख्राकोटदेखि एकदम चुइखिप जाने बाटो है यो एक्चुअली। त्यहाँबाट चाहिँ एकदमै यो यहाँदेखि त पेदोङ पनि जान्छ, पेदोङ लाभा कालिम्पोङ। यो अब घुम्दैछौँ, एक चक्कर चाहिँ लगायौँ। अब एक यो माथि चढ्नु छ। सेलरोटी चाहिँ यो दुई फन्के रहेछ है, गाडी रङ साइड। मन्जला राम्ररी हिँड्नु भन्दै मलाई भिडियो नबनाएर अब चाहिँ हामी एन्डिङमा आउँदैछौँ यहाँ। लु फाइनल्ली चाहिँ हामी यहाँ आइपुगेको छौँ। अब यहाँबाट चाहिँ म तपाईँहरूलाई उँधो पुलको नजारा देखाउनेछु। आज निकै भिडभाड छ हौ अघि। लु आइपुग्यो हामी अब। गाडी हिँड्दैछ यहाँ त, गाडी हिँड्दैछ। मलाई पनि डर लाग्यो। लु हेर अब रमिता आइपुग्यो होइन। लु अब यहाँबाट चाहिँ म तपाईँहरूलाई देखाउँदैछ यो ब्रिजको एकदमै हेर्नुहोस्। यहाँबाट चाहिँ यहाँबाट यसरी यसो भएर चाहिँ हामी अहिले यहाँ आइपुगेको छौँ। लु अब हावा चाहिँ मजाले आइरहेको छ। यहाँ ब्रेकफास्ट गर्नुपर्ने नि, यहीँ गर्नु। लु ऐसे लु हेर्नु त, हामी चाहिँ यताबाट आएको। अब यता लाग्दैछौँ हामी। यो यता गयो भने चाहिँ अब कफेर पाकेको छैन नि, अहिले भएको छैन। होइन नि फुलै छ। भोलि पर्सि चाहिँ रातो यत्र यत्र हुन्छ नि। आमा हो चियर हेर ल्याएको। लु हाम्रो हेर्नुहोस् है, अर्ग्यानिक चियर लिएको रवि भाइ बुहारीले। आमा हो लु हेर्नुहोस्। खाना अहिले कहाँ खान्छ यतिलाई? यो अहिले चाहिँ खालि ब्रेकफास्ट चिया बिस्किट। लु आऊ न, लु बसौँ। लु खाऊ है। बडा मजेदार भयो। यता चाहिँ एकदमै घनघोर जङ्गल छ। त्यहाँबाट यस्तो भएपछि चाहिँ यहाँ रोड, मेन रोड हाइवे। हामी चाहिँ यो माथिबाट आएको। अब चाहिँ हामी यता कफेरपट्टि लाग्दैछौँ। यहाँदेखि चाहिँ सिधा कफेर। यहाँ सबैले अहिले चिया बिस्किटहरू खाँदैछौँ। अहिले त्यहाँबाट चाहिँ फेरि हामी अगाडि बढ्छौँ।